गुड मर्निङ गाइज, फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो नयाँ भ्लगमा। आज हामी गिरीदह जाँदैछौँ। गिरीदह भनेको चाहिँ समग्र कर्णालीको चाहिँ तेस्रो ठुलो ताल र जुम्लाको पहिलो ठुलो ताल हो, जसमा चाहिँ अहिले यही जेठको 30 र 31 गते पहिलो जलवायु सम्बन्धीको सम्मेलन हुन गइरहेको छ। त्यसै अवसर पारेर हामीले त्यस क्षेत्रको पनि अवलोकन गर्ने र त्यस कार्यक्रममा पनि सहभागिता जनाउने उद्देश्यले आजको हाम्रो यात्रा प्रारम्भ हुँदैछ। रमाइलो हुनेछ गाइज, एकदम रमाइलो हुनेछ, भव्य रमाइलो। ल अब यहाँ हाम्रो साथीहरू पनि भेटिसकेका छौँ। अब चाहिँ हाम्रो यात्रा ऐरिनी बजारसम्मको छ अहिले। ओके, यति बेला हामी चाहिँ ऐरिनी बजारमा पुगेका छौँ। अब चाहिँ हामी यहाँबाट वडा नम्बर 4 को कार्यालयतिर हिँडिरहेका छौँ र त्यहाँ हामी सबै मान्छेहरू कलेक्सन भइसकेपछि त्यहाँबाट चाहिँ आजको यात्रा फेरि हाम्रो गिरीदहतर्फ प्रस्थान हुनेछ। वार्ड नम्बर 4 को कार्यालयमा हामी पुगिसकेका छौँ। यहाँ चाहिँ यहाँ तयारी भइरहेछ। यहाँ चाहिँ हाम्रो सो छलिया डान्सको लागि पनि तयारी भइरहेछ। अब एकछिन हामी यहाँ रेस्ट गरेर त्यसपछि निस्किन्छौँ।
वडा नम्बर 4 को कार्यालयबाट सिधा सडक खण्ड छ यहाँ चाहिँ यहाँसम्म यहाँबाट चाहिँ एकदमै स्ट्रेट सिधै रेगुलर हामी सडक खण्डबाट आयौँ भने एउटा नेत्रज्योति माध्यमिक विद्यालय तातोपानी गाउँपालिकाको 4 नम्बर ठाटा चौरमा चाहिँ यो विद्यालय छ। यदि तपाईँसँग सवारी साधन छ, बाइक स्कुटरहरू छन्, अटोहरूमा आउनुभयो भने चाहिँ यो माथिको गाउँ गिडी खोला गाउँसम्म चाहिँ तपाईँ आउन सक्नुहुन्छ। त्यसपछि चाहिँ तपाईँले यो माथिको पहाड पार गरेर मात्रै सम्भावना छ। त्यहाँबाट चाहिँ कम्प्लिटली हामीले हिँड्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी ठ्याक्कै गिडी खोलाको नदीको पुलमाथि मान्छेहरू पार गरिरहेका छन्। यसरी कैद गरेका छौँ यो तस्बिरलाई हामीले। पुलको क्षमता केही कम भएको कारणले गर्दा चाहिँ हामी यहाँ सिफ्ट लगाएर गइरहेको छौँ। एकपटकमा 20-25 जना मात्रै। फेरि हाम्रो ठुलो मास चाहिँ जम्मा छ, पालो पाएपछि जाने उद्देश्यका साथ। विभिन्न प्रकार विभिन्न अतिथिगणहरू पनि छन् यहाँ। हाम्रो सुरक्षाकर्मीका साथीहरू पनि हुनुहुन्छ र प्लस पर्यटन प्रवर्धनलाई ख्याल गरेर बनाएको ठुलो मास देख्न सकिन्छ। हाम्रो यहाँ साथीहरू पनि छन्। त्यस्तो छ यहाँको अगाडिपट्टि हामी देख्न सक्छौँ अन्त भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईलाई पनि। उहाँकै क्षेत्र हो यो तातोपानी। यो भल खोलाको उकालो गिडी गाउँबाट 5-10 मिनट हिँडिसकेपछि यो भल खोलाको उकालो एकदम माथिसम्म देख्न सक्छौँ हामी मान्छेहरू। हामी चाहिँ पछाडि नै छौँ, गाडीसम्म सिमसिम पानी परिरहेको छ। यात्रा जारी छ। बाटोको आनन्द यही हो। जस्तो सुकै थकान भए पनि थकानलाई मेटाउने एउटा मात्र औषधि डान्स। हाम्रो यहाँ दिपे राजा दिइरहेछन् जुम्ली दाइहरूलाई च्यालेन्ज। यतिको जोस हुनुपर्छ है ल। बाटोमा पेट पूजा। हाम्रो चौधरी ग्रुपलाई धन्यवाद भयो प्रोडक्सन गर्नुभएकोमा। उहाँ चाहिँ लाली ब्रान्ड छ। आज हाम्रो यहाँ बाटोमा चाहिँ खाजा चाउचौ खाँदैछौँ। हामी आज 2023 जुम्ला गिरीको पर्यटनको लागि हिँडेको छौँ। हाम्रो एउटा आत्मीय दाइ बालकृष्ण दाइसी हुनुहुन्छ। उहाँले चाहिँ बाँसुरी बजाइराख्नु भएको छ। हामी बाटोमा रमाउँदै हिँडिरहेका छौँ। सबै उहाँलाई धेरै धेरै धन्यवाद। यसरी बाँसुरी बजाएर हामीलाई मनोरञ्जन गरिदिएकोमा। अहिले चाहिँ हामी यो रातामाटा भन्ने ठाउँमा चाहिँ पुगेका छौँ। अब यहाँबाट 15देखि 20 मिनट हिँड्यौँ भने चाहिँ हामी फुलचौले भन्ने ठाउँमा आजको बसाइ हुनेछ। त्यहाँ सबै यो गाउँपालिकाको टिमले, वार्ड नम्बर 4 को टिमले बस्ने व्यवस्था, खाने व्यवस्था सबै गरेको छ। तर पनि हामीले आफ्नो लागि चाहिँ अलगै टेन्ट ल्याएर छौँ, स्लिपिङ ब्यागहरू सबै खाने। रातो माटोबाट हल्का माथि आइसकेपछि चाहिँ यसरी यहाँ बोर्ड लगाएका छन्। फुलचौला पाटन जाने बाटो 400 मिटर यहाँबाट डिस्टेन्स छ। त्यहाँबाट चाहिँ
200 मिटर हिँड्यो भने अनि हामी आजको वासस्थानमा आउँछौँ है। त्यो धर्मशाला कुन ठाउँमा छ? तातोपानी 4 फुलचौरे पाटनमा पर्छ। हजुर तपाईँले त मादल सादल सब बोक्नु भएको छ के छ? मादल सादल बजाउनुहुन्छ? हजुर हो, दुईवटा झोला बोक्नु भएको छ अगाडि पछाडि। हजुर साथीको सहकर्मी। ए साथीको सहकर्मी। अनि साथीलाई त चिलमा छ त। हजुर के गर्ने अब साथीले हेल्प गरिराख्नु भएको छ के छ र। अँ फुलचौरे अब पहिला चाहिँ 2083 सालमा चाहिँ यहाँ भैया भएर आयो हजुर। 80 सालतिर होला। अब 80 सालमा चाहिँ भैया भएर आयो, 83 सालमा चाहिँ ट्रेकिङमा अब यसो टुरिस्ट भएर है। हो नाइस। एकचोटि चाहिँ अब अन्तिम लक्ष्य घुमेर आफ्नै पारामा जाने भन्ने सोच हो। ए ठिक छ, इन्जोय तपाईँहरू यहीँ जुम्लाकै यो लोकल हो? लोकल जुम्ला होइन, तातोपानी 4 को बासिन्दा हो। ए भनेपछि त तपाईँको त आँगनकै ताल रहेछ त्यो त। आँगनकै ताल हो, हामी नुहाउन आउँछौँ बिहान बिहान। हो ल दौडिएर 2 घन्टा लाग्छ नुहाउन आउँछौँ। नुहाएर पौडी हानेर चाहिँ 4 बजी आएको मान्छे चाहिँ घर 10 बजी पुग्छ। ल ल ल दामी ल। गिरिदह जाने बाटोमा यसरी चाहिँ साइनबोर्ड लेखेको छ। साइनबोर्ड पनि लेखेछन्, सजिलो छ बाटो। ल अबको 400 मिटरमा चाहिँ लगातारको हिँडेपछि चाहिँ अन्त त 4 बजे दिउँसो 4 बजे। अब मौसम चाहिँ यस्तै छ, घामसाम के लागेको छैन। अहिले चाहिँ हामी आजको वासस्थानमा पुगिसकेका छौँ। यहाँ चाहिँ यसरी देख्न सक्छौँ हामीहरू तिरपाल टङ्गाएर बसेका छन्। देख्न सक्छौँ हामी यति धेरै टेन्टहरू छन्। आजको बसाइ चाहिँ हाम्रो यतैतिर हुनेवाला छ। यहाँ एउटा घर पनि छ ठुलो। यहाँ चाहिँ हल्का पसल पनि बनाएको छन्, मिनी पसल, मिनी मार्केट। यहाँ चाहिँ गाउँपालिका र वडाको सहयोगले चाहिँ खाने व्यवस्था पनि छ। अहिले चाहिँ हाम्रो पुरै मासु भातको व्यवस्था छ। भोलि पनि मासु भात, 4 छाक मासु भात, 4 पटक चाहिँ खाजाको व्यवस्था छ। जम्मा चाहिँ यहाँ 17वटा यहाँ पालहरू देखिरहेको छौँ हामीले। 17वटा पाल छन्। त्यसपछि यहाँ 3-4वटा टेन्ट छन्। फेरि मान्छेको आउने क्रम जारी छ। त्यसै गरी फेरि यहाँ 4वटा फेरि रहेछन्। 4वटा भइसकेपछि 17, 4, 21वटा चाहिँ पाल प्लास्टिक रहेछन्, प्लास्टिक हालेछन्। त्यसपछि यहाँ टेन्ट लाउनेहरू लगाइरहेछन्, हामी पनि लगाउँछौँ। हाम्रो प्रवीण दाइ हुनुहुन्छ है ल यहाँ। हेलो दाइ के भन्नु छ? एकदम ठिक छ, एकदम रमाइलो भइराखेको छ है। अब भोलिको यात्रा गिरिदह हुन्छ। हजुर ल एकदम खुसी लागिराखेको छ। खाना खानु दाइ? खाना त पुरा मासु भात। ल ल ल ओके दाइ, हामी पनि खान्छु ल। ल यो किचन हो, 300 जनालाई खुवाउने किचन हो यो। यहाँ चाहिँ हाम्रो खाना खाने व्यवस्था, टक्क एक ठाउँमा बस्ने खाने। यहाँ चाहिँ हामी अब खाना खाने तयारीमा छौँ। यहीँ बस्ने हो, यहीँमा अब कहाँ जाने र। पाटनमा मासु भात। दिपेन्द्र चाहिँ भेजको सेक्सनमा छन्, हामी चाहिँ यहाँ मटनको सेक्सनमा हो। यादु चाहिँ यस्तो छ टक्क व्यवस्था। खाना खाइरहेछौँ, त्यसपछि हाम्रो फेरि यहाँ टेन्टको व्यवस्था पनि हुन्छ। बिहानको 5 बजे हामी उठेर फ्रेस भएर नास्तामा चिया, अन्डा नखानेलाई बिस्किट खाइरहेछौँ। अब यसपछि भेट्दै गरौँ न। व्यवस्थापन समितिको टिमले चाहिँ यहाँ गाडिएका तिरपालहरू निकालिरहेको छ। अब यी तिरपालहरू गिरिदहकै छेउमा लगेर गाडिदिनेछन्। आज रातिको व्यवस्थापन त्यहीँ हुनेछ। सम्पूर्ण मानिसहरूलाई बस्ने व्यवस्था पनि त्यहीँ बनाइनेछ। खाना पिना बस्ने सबै व्यवस्था फुलचौले पाटनबाट, हिजो बसेको स्थानबाट चाहिँ
यसो आनन्दको बाटो बनाइदिएका छन् यहाँको स्थानीय सरकारले। मजाले यसरी हामी यात्रा प्रारम्भ भइसकेको छ हाम्रो। बिहानको खाजा खाएर अहिले हामी आफ्नो गिरिदह गन्तव्यतिर हिँडिसक्यौँ। केही समयको सिधा बाटो हिँडिसकेपछि चाहिँ यस्तो घनघोर जङ्गलको बिचबाट हिँड्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ लगभग हामी चाहिँ सेकेन्ड लास्ट टोली हो। योभन्दा पहिला सबै गइसकेका छन्। यहाँ चाहिँ हामीभन्दा पछाडि हाम्रो सरहरूको टोली बाँकी छ, न त सबै हिँडिसक्यो अगाडि। कठोर यात्रापछि, एकदमै कठोर यात्रापछि हाम्रो अगाडि गिरिदहको यो निश्चल पानी देखिसकेका छौँ हामीले। हामी अझ यसलाई चाहिँ राम्रो भ्यूबाट देखिने हिसाबले जानेछौँ, तर हाम्रो आँखा अगाडि ताल छ। यसको लागि अझ राम्रो भ्यूको निमित्त चाहिँ हामी यहाँ बनाएको धर्मशाला जानेछौँ। धर्मशालाबाट केही समय रेस्टपछि हामी 15-20 मिनट उकालो हिँडिसकेपछि सारा गिरिदह देखिने, पुरै गिरिदह देखिने ठाउँबाट यो मनमोहक दृश्यलाई अवलोकन गर्नेछौँ। गिरिदहमा दुईवटा ताल रहेका छन्, जसमध्ये एउटा यो सानो ताल छ। हामी फेरि योभन्दा ठुलो तालको समीपमा जाने प्रयासमा छौँ। अझ यहाँ मान्छेहरू देख्नुहुन्छ, हामी अगाडि टेन्टहरू लगाइसकेका छौँ यो डिरेक्सनतिर जाने भने। साथै पानीमा नहानु। ल आज हाम्रो क्लोजिङ यसरी हुँदैछ रेड लाइट एरियामा। क्लोजिङ सेरेमनी त्यो लुकिरहेको थियो याद के छ?
एकदम के भन्नु निद्रा त लागिरहेको छैन निन्दा किन रमाइलो भइरहेछ सबै कहानी सुन्ने अरू कहानी व्यथाहरू सुन्ने यहाँ हामी टक्क 2-4 घन्टा गफ हानेर रातिको कति हो 11 बज्न आँटिसक्यो अब सुत्ने तयारीमा हामी ल बाई बाई गाइज गुड नाइट गाइज गुड मर्निङ गाइज फेरि पनि मर्निङ हामी चाहिँ फर्किँदैछौँ ठ्याक्कै गिरिदहबाट 2-3 मिनट अगाडि हिँड्ने हो भने यसरी बोर्ड राखेको देखिन सकिन्छ यहाँ दुईवटा बाटोहरू छन् एउटा पाटनको बाटो जाने हो भने यो बाटो गइन्छ जहाँ चाहिँ तपाईँको फुलचौला पाटनमा चाहिँ 17 किलोमिटर डिस्टेन्स यहाँबाट जाने हो भने चाहिँ हामी हिँड्ने भनेको यो खोलाको बाटो अगाडिको झुलुङ्गे पुलसम्म चाहिँ 3 किलोमिटर र त्यहाँबाट माथि पाटनसम्म चाहिँ 5 किलोमिटर ओकालो पुरै ओकालो बाटो 5 किलोमिटर पुरै ओकालो हामी यसैबाट आएको यसैबाट जाँदैछौँ ल यति बेला ठ्याक्कै हामी 7:50 भयो बिहान 5:20 हामी गिरिदहबाट चाहिँ हिँडेको खाजा खाएर त्यसपछि अहिले हामी ठ्याक्कै यहाँ 2.5 घन्टाको समयान्तरालमा फुलचौला पाटनमा पुगिसकेका छौँ यो चाहिँ हाम्रो पहिलो दिन बसेको स्टेसन हो फेरि आज यहाँ पनि खानाको व्यवस्था छ हामीलाई ओडाको तर्फबाट यहाँ खाना खाइसकेपछि केही समय विश्राम गरेर फेरि हाम्रो यात्रा ऐरेनी बजारसम्मको लागि अब पुरै ओह्रालो त्यहाँनिर त्यो टपमा पुग्नुपर्छ त्यसपछि पुरै ओह्रालो बजारसम्मै ओह्रालो बाटोसम्म हामी हिँड्छौँ ल अब बाटोमा भेट्दै गरौँ ल बिहानको खाना खाने र यसपछि हाम्रो सिधै यात्रा चन्दनासम्म यादुले चाहिँ हेर्नु न पुरै हड्डी मात्र सँगै उठ्ने सबैजना बिहान 5:20 गिरिदहबाट सुरु भएको आजको हाम्रो यो तेस्रो दिनको यात्रामा करिब 7:50 हामी फुलचौला पाटनमा पुग्यौँ फुलचौला पाटन यहाँ चाहिँ गाउँपालिकाको टिमले ओडाको टिमले चाहिँ खानाको व्यवस्था गरेको थियो हामीले खानपिन खाइसकेपछि त्यो खाना खाने टोलीबाट हामी फर्स्ट टोली हो हामी चाहिँ अब सदरमुकामसम्म पुग्नुपर्ने छ टाढाको टोली भन्ने उहाँलाई महसुस भइसकेपछि हामीलाई चाहिँ फर्स्टमा खाना खुवाउनु भयो धेरै धेरै धन्यवाद त्यसपछि हामी हिँडिसक्यौँ यो पाटनको यो हरियाली देख्न सक्नुहुन्छ तपाईँ चाहिँ टक्क राम्रो छ यो फुलचौला पाटन यहाँ मस्त छ घोडाहरू चरिरहेछन् यहाँ 3टा साथीहरू यहाँ छन् टक्क हामी चाहिँ अब ओह्रालो हिँड्ने हो लगातार 2.5 घन्टा ओह्रालो ऐरेनी बजारसम्म 2.5 घन्टा ओह्रालो 19 किलोमिटर ओह्रालो बाटो यहाँबाट चारैतिर पाटनै पाटन देखिन्छ यो रुमाल एकदमै सानो साइजमा सानो देखियो भने काम चाहिँ धेरै गर्यो यसले जति ठुलो हाइटमा भए पनि हिँड्दाखेरि चाहिँ यस्तो पसिना आउने टक्क यो स्टाइल हो यो अनि टक्क यो यस्तो रमाइलो भयो यात्रा ओभरअलमा काम छुट्यो के हैन सो मिलते रहेंगे बाय बाय।
यही वडा नम्बर 4 को कार्यालयबाट चाहिँ हामी अफिसियल्ली पञ्ची बाजा सहित हाम्रो यात्रा तय गरेका थियौँ। आज 31 गते दिउँसोको करिब 2:30 बजे हामी यहाँ पुगिसकेका छौँ। अब यहाँबाट ऐरेनी बजार र ऐरेनी बजारबाट चाहिँ हामी गाडीमा जुम्ला बजारसम्म जानेछौँ। गाइस यहाँ हामीले भाइरल अटोवाला दाइलाई भेटिसकेका छौँ। अटो नम्बर 100 है। अब हाम्रो ऐरेनी बजारबाट चाहिँ सिधै जुम्लाको लागि यात्रा तय भइसकेको छ हैन। फेरि ब्याक टु जुम्ला। ल भाइरल अटो नम्बर 100। अन्ततः तेस्रो दिनमा चाहिँ हामी घर पुगिसक्यौँ। हाम्रो यात्रा चाहिँ रमाइलो ओभरअल। बाँकी तपाईँलाई यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच। लाइक, सेयर, सब्सक्राइब एन्ड कमेन्ट गर्न चाहिँ नभन्नु होला।